यो भनेको चाहिँ न से नो टु त्यस्तै त्यस्तै आफै बुझ्नु त्यो भन्ने वर्डै सबैमा मिल्छ अनि फेरि यहाँ एकैचोटि यार भने आएको छ अनि एउटै टाइम ल ओके सबैजना वेलकम सुमन दाई ल ठिक छ अब अहिले चाहिँ ट्याटो हानौँ है त देखिन्छ उता देखिन्छ उनीहरूलाई ल्याउनु पऱ्यो नि त उताले ट्याप सिधै मार्क्समा कति पछि ट्याटो हाले कस्तो दुर्गा जस्तो भएको फेसमा त दुख्छ यार त्यो टाइममा त मजाले हालेको थियो त होइन त्यति बेला छुट्टै प्यासो थिएमा अहिले फर्कै भइसक्यो सुत्दिने हो मजाले निन्द्रा लाग्न खोजे जस्तो भन्छ कस्तो भने ट्याटो हान्ने बेला जहिले निन्द्रा लाग्यो यति हानेर छोडिदिने क्या निन्द्रा लाग्यो बस्नु जान्छु लास्ट टाइम पनि त्यस्तो भयो भयो त्यो त भर्खर रेखा मात्र बनाएर सघाउनु पऱ्यो क्या छिटो त्यसलाई पुरानोलाई के गर्ने भयो पुरानो ए दुईतिर यस्तो नि भइसक्यो भइसक्यो त्यस्तै त्यस्तै हो पुरानोलाई त छुनु पर्दैन त्यसलाई अब उयो मात्रै पर्ने क्लियर गर्नु पऱ्यो नि यसको मिनिङ भनेको चाहिँ यस्तो नौ यस्तोहरूलाई यस्तो चिजहरू यस्तो खालको लाइक यस्तो खालको थटहरू चाहिँ बन्द गर्नुपर्छ से नट अब जस्तो सुसाइडल चिजहरू चाहिँ बन्द गर्नुपर्छ कुनै बेला आउँछ तर होइन टाइप्सको त्यो रियालिटीमा त्यसले कहिले पनि राम्रो गर्दैन क्या अनि जहिले पनि भन्दा फेरि पिस ग्याङ यस पिस ग्याङ Okay, gang, everyone. Cristiano. Okay, सबैजनालाई टेक केयर है त
अरू पनि छ गर्नुपर्ने गर्छु बिस्तारै हुँदैछ कसको फर्स्टमा त बबल 100 पुगेछ त ओके टेक केयर यता साथीभाइहरू सबजना नारे नरबहादुर गुरुङ काजी हाम्रो पिजी आकाश आकाश दाइ दाइ के हेर्नु भन्नु नि दाइ जस दुबईमा जस आइयो होइन अनि सब दाजुभाइहरूलाई भेट्न पायो मजा पनि आयो खुसी पनि लाग्यो दाइहरूलाई देखेर फेरि एकचोटि अनि प्लस भोलि हाम्रो इभेन्ट पनि छ त्यसको लागि प्लानिङ पनि भइरहेछ अनि सबै थोक एकदमै गोइङ वेल बवाल भइरहेछ एकदमै मजा पनि आइरहेछ खुसी पनि लागिरहेछ एकदम दामी हुन्छ भोलि इभेन्ट छ क्लबको नाम के हो सर हाम्रो यसो के यसो बयान गर्ने कि हाम्रो भोलि SK7 ट्याग आउनु पर्यो सबैजना हाम्रो चुलो निम्तो सबलाई चिलो दिन्छ त्यही माथि रेस्टुरेन्ट रहेछ होइन खानासाना भात चिकन मटन के खाने मैले भर्खरै लगानी हालेको छु त्यही भएर ओके दुबईमा जस हाम्रो आज फर्स्ट डे इन दुबई अनि बालच दाईको ट्याटु हाउसमा हामीहरू सबजना यहाँनिर अनि बिग सराउट्स टु बालच दाई अब यो भन्नु पनि भनिदिइहालेँ केही छैन अनि म एकदमै याद पनि गरिरहेको छु मेरो यहाँनिर अब जस सबैजनालाई भेटघाट त भयो तर अझै अब होइन यादहरू आउँछ नि त आउँछ नि त ए ल बस है बिग बस ओके थ्याङ्क यू फर वाचिङ एभ्रिवान टेक केयर है त न्यू एल्बम ड्रपिङ सुन न्यू एल्बम झर्दैछ छिट्टै बवाल हुँदैछ म 2 दिनको लागि मात्रै यता दुबई आएको छु त्यसपछि ब्याक टु स्टुडियो त्यसपछि बवाल हुन्छ एल्बम यो 2 महिना यस्तो जति लाग्छ होला खै थाहा छैन तर न्यू एल्बम ड्रपिङ सुन अनि एकदमै नयाँ एक्सपेरिमेन्टल चिजहरू भएर त्यसमा त्यही हो अनाउन्समेन्ट अनि अरू खबर त्यही हो ग्याङ एकदमै मजा भएर छ यहाँनिर दुबईमा भोलि इभेन्ट छ सो सी एभ्रिवान बात छैन सबजना आउनुहोस् होला बवाल हान्नु Shout outs.